कोन्निचिवा मिन्नासान, मैले यान्त्री मातोमे बुकबाट तेस्रो च्याप्टरको क्वेसनहरू मक टेस्ट लिएर आएको छु। राम्रोसँग हेर्नु होला, इक्जामलाई हेल्पफुल हुने नै छ। क्वेसनमा जाउँ। आनो केउदाई वा तोतेमो भनेको छ। त्यसपछि अप्सन एमा छ के को खान्जी हो साथी? यो भन्नुहोस् त के को खान्जी हो? के भनेको भने अप्सनहरूले भनिरहेको छ, के भनेको छ? नाखागाई भनेको मिलेर मिल्ने हुने हुनु। त्यसपछि नाखा नाउरी सितेइरो भनेको झगडा भएपछि मिल्ने कुरो भनेको हो। यसको सही एन्सर के हुन्छ त? नाखागाई सितेइरो भन्ने सही एन्सर हुन्छ। भनेको चाहिँ ती दाजुभाइहरू झगडाको बीच धेरै राम्रो मिल्छ भनेको। अर्कोमा भनिरहेछ, के भनिरहेछ भने नि साथीहरू, खारेतो भनिरहेछ। अनि त्यसपछि नानी यो नि नात्तानो वा इच्छु देशका भनिरहेको छ। भनेको के भन्यो त? भन्नुहोस् त साथीहरू। यो एको अप्सन एको खान्जी के हो त? नाखायोकु भनेको मिल्ने साथी भइहाल्यो, नाखायोकु भनेको। त्यसपछि बीको खान्जी के हो त साथीहरू? भन्नुहोस्। चुकिआउ भन्ने खान्जी हो, भनेको प्रेम सम्बन्धमा हुनु भन्ने हुन्छ। यसको सही एन्सर के हो साथीहरू? सही एन्सर हो चुकिआउ। यसको अर्थ के भयो त? उनीहरूसँग प्रेम सम्बन्धमा पर्नुभयो, उनीहरू प्रेम सम्बन्धमा परेको चाहिँ कहिलेदेखि हो भन्यो। अर्को क्वेसनमा तानाखा सान कोही बितो नि नानी यो भनिरहेको छ। तानाखाजी चाहिँ के हो त? फुरारेता भनेको के हो त? बिछोड हुनु। सुखारेरो त्यसपछि फुरारेता भनेको बिछोड हुनु। अनि यसको अप्सन बीमा चाहिँ के हो भने साथीहरू? एमा फुरारेता भनेको बिछोड हुनु। अनि बीमा यहाँ मैले लेखेको छु अप्सन सुखारेरू भन्छ। सुखारेरू भनेको के हो त? कसैलाई मन पर्नु हो होइन। त्यसपछि सुखारेरू रासियो भनिरहेछ है। रासियो भनेको छ कि छैन? रासियो भनेको के हो त? जस्तो छ भन्ने ग्रामर हुन्छ। भनेको मतलब के भयो भने यसको सही एन्सर हुन्छ के हुन्छ? फुरारेरू हुन्छ। किन फुरारेरू आयो त साथीहरू? किन भनेको मतलब तानाखा सानले प्रेमिकाले छोडेको जस्तो छ नि भन्ने एउटा सेन्टेन्स भन्छ। अब 4 नम्बरमा अर्को क्वेसनमा जाउँ। के भन्छ भने खानु ज्योलो खाइमोनो नि भनेको उनीसँग किनमेल गर्नलाई के त साथीहरू? कौसाइसिता भनेको प्रेम सम्बन्धको कुरो पो गरिरहेको छ है बरिलाई। त्यसपछि अर्को के भनिरहेछ त? के भनिरहेछ अर्को? भन्नुहोस् त। चुकिआत्ता भनेको छ। चुकिआत्ता भनेको चाहिँ के हो भने? चुकिआत्ता भनेको चाहिँ साथ दिनु भन्ने हुन्छ। अब किनमेल गर्न जाँदाखेरि डेटिङ त बस्दैन, के गर्छ? सँगै जानु, साथमा हुनु भन्ने अर्थ हो। अर्को क्वेसनमा छ आनो फुतारी वा साक वा के भन्छ भने साक्की किन्खा ओसिते इता नोनी भनेको चाहिँ के हो भने ती दुईजना भर्खर झगडा गरिरहेकोले भए तापनि मौ फेरि के त? यो एउटा पहिलो भनेदेखि साथीहरू नाखा गाई भन्छ है। सरी भनेको के भयो त? यो दुईटा अप्सनहरू के हो साथीहरू भन्नुहोस् त। यो अप्सनहरू हो। पहिलो अप्सन भनेको नाखा गाउरी भन्छ, भनेको मनमुटाव भएपछि फेरि मिल्नुलाई नाखा गाउरी भन्छ। त्यसपछि गएर नाखा योसी भन्छ। नाखा योसी भनेको मिल्ने साथी घनिष्ठ सम्बन्ध हुनु भनेर भन्दैछ। भनेपछि मनमुटापछि फेरि मिले है भन्ने के हुन्छ त? यसको सही सेन्टेन्स हुन्छ के हुँदो रहेछ? नाखा नाओरी भन्ने चाहिँ सही एन्सर हुन्छ। अर्को क्वेसनमा जाउँ। तानाखा सानवा खानो ज्योनो कोतो गाते
गाते इरो भनेको छ अप्सनमा भनेको छ इया र किराई भनेको चाहिँ तानाखा सानले के त मन परेको मतलब तानाखा सानले अब के जस्तो छ नि गाते इरु भनेको के त जस्तो देखिन्छ भन्ने अर्थ हुन्छ इया हुन्छ कि किराई हुन्छ यसको सही आन्सर के हुन्छ साथीहरु भन्नुस् त किराई हुन्छ मन नपराइएको भन्ने के किराई भन्ने हुन्छ घृणा भन्दा पनि मन नपराइएको भन्नेमा यो युज हुन्छ मतलब तानाखा सानले चाहिँ उनलाई मन नपराइएको जस्तो देखिन्छ भन्ने हो त अर्कोमा छ इया नारा हाकिरी तो नानी नानी हो गाई भनेको छ भनेको मन पर्दैन भने नारा भनेको भने स्पष्ट तो भनेकोसँग के हुन्छ इया गारा रे ता भनेको चाहिँ मन नपराइएको भन्ने भयो चुको चुकेता भनेको व्यवस्था मिलाइएको भन्ने भयो मानि आए भने आइमाई निसिता भनेको चाहिँ स्पष्ट बनाइएको भन्ने भयो अस्पष्ट भनेको स्पष्ट नभएको भन्ने भयो यसमा सही आन्सर के हुन्छ त अनि अर्को अप्सन पनि छ अर्को अप्सन के छ त साथीहरु कोतो वात्ता भन्ने अप्सन छ कोतो वात्ता भनेको चाहिँ के हो त अस्वीकार गरेको भन्ने हो सही आन्सर चाहिँ कोतो वात्ता हुन्छ अनि के भयो त यो वाक्य चाहिँ मन पर्दैन भने स्पष्ट अस्वीकार गर्नु राम्रो हो भन्ने अर्थ जनायो अर्कोमा भन्ना छ योई माफुरा भनेको चाहिँ राम्रो मखलेट गलबन्दी हो नानी नानी आनोको खावाइने राम्रो मखलेट के त के त्यसपछि राम्रो देखियो भन्ने खालको केही भइरह होला सिमेते इरु भनेको चाहिँ के हो साथीहरु सिमेते इरु भनेको के हो भन्नुस् त सिमेते इरु भनेको पसेको बाँधी रहेको भन्ने हुन्छ त्यसपछि माइते इरु भनेको के हो साथीहरु माइते इरु भनेको चाहिँ बेरेको भन्ने हुन्छ यो माइते इरु यहाँ युज हुँदैन सिमेते इरु युज हुन्छ कपडाहरु लगाउँदा त्यसैले राम्रो गलबन्दी लगाएर कति राम्रै छ है भनेर भन्दैछ 10 नम्बरमा अर्को क्वेशनमा जाउँ बोकु वा ओ फुरोनी हात तातो किनी म चाहिँ तातो पानी अर्थात् मौनी ठाउँमा बस्ने बेलामा इ ओ मात्र देख्नु भयो होला यहाँ के छुट्यो त इ के छुट्यो गे छुट्यो भनेको के हो त हिगे भनेको दारी के हो साथीहरु हिगे हो नानी नानी सोरी मास हुन्छ कि तोरी मास सोरी मास भनेको जस्तो काट्नु दारी काट्नु भयो तोरी मास तोकी मास भनेको चाहिँ के हो त कपाल कोर्नुलाई तोकी मास भन्छ यसो दादासिको थाहा भए के हुन्छ सोरी मास हुन्छ अर्कोमा जाउँ स्यावा ओ खारा देखाके मास आबिते भनेको के हो त साथीहरु नुहाउनु भन्ने भयो भने फुत्ते भनेको पानीहरु पर्नेमा युज हुन्छ यो त नर्मल क्वेशन तपाईहरु जेउजु हुनुहुन्छ भनेको नुहाएर चाहिँ बाहिर निस्कन्छु भनेको कुचुनो हिमो ओ मुसुन्दारी भनेको छ मुसुन्दारी भनेको बान्ने नानी 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 सुरुनो वा के त यो हान्जी मेन्दोको साई अब बान्ने पछि भनेपछि अब फुकाल्नेलाई के भन्छ साथीहरु ओदो इतारी हुन्छ कि मिगा इतारी हुन्छ मिगा इतारी भनेको माज्नु भइहाल्यो ओदो इतारी भनेको के हो त फुकाल्नुलाई ओदो इतारी भन्छ के भन्छ रे साथीहरु ओदो इतारी भन्छ भनेको मतलब जुत्ताको फिता बान्नेर फुकाल्ने काम झन्झटिलो हुन्छ भन्ने हो अर्को क्वेशन तानाखा सानवा इचुमो सुतेकिना कुचुओ हाइते इते भनेको तानाखा जी चाहिँ सधैँ फुकु सरी गोमेन सधैँ राम्रो कपडा लगाउने भएर किगाए भनेको के हो त फेर्नु भयो ओस्यारे ने भनेको त ने भनेको त यो ओस्यारे भनेको फेसन राम्रोसँग सजिनु सही आन्सर के हुन्छ ओस्यारे हुन्छ के भयो त यसको मतलब तानाखाजी चाहिँ सधैँ राम्रो लुगा लगाएर राम्रो चटक्क परौँ आँखा झिमिक्क पार्नु जस्तो हुनुहुन्छ भनेको अर्को क्वेसनमा जाउँ के भनेको छ भने आखाई त्यसपछि खान्छ के हो साथीहरु आखाई कुचुको खान्छ है कुचु हो अनि के त साथीहरु नुरु हुन्छ कि माको हुन्छ माको भनेको त बेर्नु भइहाल्यो नुरु भनेको के त
पटक लगाउनु। सही एन्सर ए हुन्छ भनेको ए गोमेन। यो अगाडि खान्छ त के हो भने कुच्ची भन्छ। कुच्ची भनेको लिपस्टिक, रातो लिपस्टिक लगाउनु भन्ने यो सेन्टेन्स भन्यो। अर्को क्वेसन छ बुरान भनेर छ। के भनेको छ बुरानी भनेको छ। बुरानी हामी गाकीको भनेको के हो भने दाँत माझ्ने ब्रुसमा के त टुथपेस्टलाई के भन्छ अरे साथीहरू? गाकी हो। गाकीको भनेको टुथपेस्ट। सुरु हुन्छ कि चुकेरु हुन्छ कि सोरु हुन्छ कि मुसुबु हुन्छ? गर्नु, लगाउनु, काट्नु, बाँध्नु के हुन्छ त? चुकेरु हुन्छ। बुझ्नुभयो? भनेको मतलब दाँत माझ्ने ब्रुसमा टुथपेस्ट लगाउनु भनेको भयो। अर्कोमा भनिरहेछ कोनो कोवा मादा चिसाई खारा। के हो अरे? यो बच्चा चाहिँ अझै सानो भएकोले हितोरी दे। अनि के हो हान्थ्यो? देबु कुरो हो दस्यो हो नि भन्दैछ। के हो नि भन्नुहोस् त? होदो के नाइ भनेको के हो? खोल्न नसक्नु हो। त्यसपछि किरे नाइ भनेको के हो? काट्न नसक्नु। हाके नाइ भनेको के हो? लगाउन नसक्नु। खोल्न नसक्ने त होला होइन र? दाखारा कस्तो चिन्ह भयो भन्यो। हादो के नाइ भन्ने चाहिँ सही एन्सर हुन्छ। खोल्न सक्दैन नि, सानो छ नि होइन र? हो नि। इमा कोनो देजाइनगा वाखाइ हितोनो आइदा दे। हायात्ते हुन्छ कि साथीहरू के हुन्छ त? हायात्ते हुन्छ कि कोनोन्देइरु हुन्छ त? कोनोन्देइरु हायात्ते भनेको लोकप्रिय भइहाल्यो। कोनोन्देइरु भनेको रुचाइएको भन्दा नि लोकप्रिय हो नि त होइन र? तादासीको ताइवा इचिदेश भनेको अहिले चाहिँ के भन्यो भने अहिले युवाहरूमा चल्तीमा छ, लोकप्रिय छ भनेको भयो। अर्को छ के छ भने सोनो गारा भनेको के हो त साथीहरू? त्यो डिजाइन ओतोसी या यात्ते मास्ने यो वर्ष चल्तीमा छ है योको नानी इमास भन्ने छ। किनी इत्ते हुन्छ कि होइन? के हुन्छ साथीहरू? किनी इत्ते हुन्छ कि मानी नियात्ते हो? यहाँ नि छुट्यो, निको खान्ती छुट्यो छ। नियात्ते भनेको मिल्ने। यसको सही एन्सर के हुन्छ त साथीहरू? किनिते हुन्छ। भनेको के भयो भने यो डिजाइन चाहिँ यो वर्ष मन पराइएको छ। अर्को क्वेसनमा हामी जाँदैछौँ। भनेको छ कोरेवा वातासिनो नानी बाक्कु देश। किनिरी भनेको मन परेको हो कि ओ किनिरी भनेको धेरै मन परेको। अब आफूले धेरै मन नपरी कसैले चाहिँ नि आँखा लाई त्यही किन्न पाए हुन्थ्यो, त्यो मेरै जस्तो छ भन्ने खालको कुरो त गर्दैन। त्यही भएर सही एन्सर चाहिँ यो झोला मन पर्ने झोला हो भनेको। अर्को क्वेसनमा के को खान्छ साथीहरू? यो भन्नुहोस् त। निन्की स्यो हिन। निन्कीको छुट्टै छ, स्यो हिनको छुट्टै छ। नानो दे लोकप्रिय सामान भएकाले सुगुनी नानी अनि के त? सुगुनी नानी के भनेको अप्सनमा के छ? हायात्ते छ। एउटा हायात्ते छ। हायात्ते भनेको चल्तीमा हुनु। उरी किरेते भनेको बिक्री के त? बिक्री भएर सकिनु होइन? बिक्री भएर सकिनु भन्ने भयो। अनि सीमाता भनेको छ। भनेको मतलब के भयो भने कुन हुन्छ साथीहरू भन्नुहोस् त? उरी किरेते। किन उरी किरेते भयो त? किनभने नि साथीहरू लोकप्रिय सामान भएकाले छिट्टै बिक्री भइसक्यो नि। सीमाता भनेको भइसक्यो नि, पास्टमा भन्दैछ। त्यसैले हायात्ते भनेको चाहिँ लोकप्रिय हुनु भनेको भन्दा पनि बिक्री भइसक्यो नि भन्ने खालको कुरा गर्यो।
के भन्छ भने के हो त साइजु भनेको खान्जी खास यो लेख्न मिस्टेक छ के त साइजु वा के त चोत्तो क्या ठिक ठ्याक चोत्तोइगा भनेको साइज चाहिँ ठ्याक्कै ठिक तर ठ्याक्कै ठिक चोत्तो तर चोत्तो के त नानी के भनिरहेको छ कुरासी भनेको असहज हुने जस्तो भनिरहेको छ के त यो किचुकुत्ती भनेको टाइट भएर युरुकुत्ती भनेको खुकुलो भएर अब के होला त साथीहरू पक्कै पनि किचुकुत्ते नै हुन्छ किन त उसलाई असहज त साइज नमिलेर भइरहेछ टाइट भएर भइरहेछ कोचिरानो सेउहिनवा के त साथीहरू जिउ पासेन्तो अनि के हुन्छ साथीहरू पहिलो खान्जीको के हो तोकुसाकु भन्छ दोस्रो खान्जीलाई वारिबिकी देश छ वारिबिकी भन्छ पर्सेन्ट हुने बित्तिकै वारिबिकीमा टक्कै यसरी खोजिहाल्ने है भनेको यो सामानमा 20% छुट छ भनेको आनो हितो वा इचुमो नानी फुकु हो किते इरु खारा त्यसपछि के हो खान्जी हो यो मिगाचिमास्ने भनेको के हो आकर्षित गर्छ के त साथीहरू हाडेना भनेको चम्किलो मिजिना भनेको फिका मुजिनो भनेको बुट्टा नभएको अब आकर्षित गर्न त यसले पक्कै पनि के लान्छ हादेरै लाउँछ भनेको मतलब त्यो मान्छे सधैँ चम्किलो लुगा लगाएर ध्यान आकर्षित गर्छ भनेको हो अर्को छ ओक्याको सामा वा नानी त्यसपछि खान्जी के हो यो के को खान्जी हो साथीहरू भन्नुहोस् त मेई मतलब त्यसपछि खान्जी सामा त्यसका भनेको जना छन् भन्ने कुरा गयो नान्मे हुन्छ कि अर्को के को खान्जी हो नान्निन्जुरी भन्ने कतिजनाको समूह के हुन्छ साथीहरू नान्मे सामा भनेर हामीले पढ्यौँ नि हिरोदरीमा भनेको ग्राहकहरू कतिजना हुन्छ भनेर हामीले के गर्न मिल्यो क्वेसन गर्न मिल्यो होइन मिल्यो नि कसो मिल्यो वेटोरुसु भनेको वेटर्स नि केउलो वेटर्सलाई त के गर्नु पर्यो अर्डर हो कि सिफारिस हुन्छ साथीहरू आजको सिफारिस गर्नु पर्यो खानाको होइन र सही एन्सर त्यो हुन्छ सही एन्सर त्यो गलत के त गलत चिउमन चाहिँ हुन्छ है अर्को क्वेसन खाजोको जेनी भनेको चाहिँ परिवार लिएर के हो भने परिवारका सबै के अरे अनि स्योकुजिनी देखा केटा भनेको अब खानालाई निस्के भने के गरेर चुकेता भनेको सबै लिएर हुन्छ कि सोते भनेको चाहिँ सबै उपस्थित भएर हुन्छ सोते भन्ने सही एन्सर हुन्छ निमानको सही एन्सर हुन्छ भनेको मतलब चाहिँ परिवारका सबैजना एकैसाथ खाना बाहिर गयो भने जस्तो भयो भन्दैछ क्या कुनी मुखाते भनेको ग्राहकतर्फ फर्किएर के भन्छ त वेता भनेको वेटरले के भन्छ भने के भन्छ त भन्नुहोस् स्योजुकी हो नानी योरोसी देशका भनिरहेको छ स्योजुकी भनेको के हो त भाँडाकुँडा के छ भने साथीहरू नोको सित्ते भनेको छोडेर उखावारी सित्ते भनेको फेरि थपेर यो त पढ्नु भएको थियो एन्फोतिर उसोरो ए सित्ते भनेको के हो त तयार पारेर भाँडाकुँडा मिलाएर भनेपछि सही हुन्छ के हुन्छ त उसोरो ए सित्ते हुन्छ भनेको मतलब के भयो भने भाँडाकुँडा मिलाएर तयार गरेर राखिदिउँ भनेर चाहिँ भन्दैछ अर्को क्वेसन कोलोमा चाहिँ नि वायु सहरमा त्यसपछि यो पहिलो खाने के हो त साथीहरू फुसोकुसिता भनेको कमी भएको अफु भएको दोस्रो खाने के हो साथीहरू माजुसी भन्छ माजुसी भने के हो त माजुसी भन्छ अनि नानी टुका होइ माजुसी भनेको गरिब आर्थिक रूपमा कमजोर भन्छ सही एन्सर के हुन्छ माजुसी हुन्छ अपुभन्दा पनि गरिबको कुरा हो त अपु त हरेक मान्छेको आफ्नो आफ्नै छ नि गरिबको यति पर्सेन्ट भन्ने हुन्छ होइन र
नमिखाई भनेको चाहिँ नमिखाई भनेको चाहिँ के हो त सहकर्मीहरूसँग तिमी चाहिँ साथी सहकर्मीहरूसँग चाहिँ त्यसपछि खाने के हो साथी हो फुच्चो भनेको के हो फुच्चो भनेको म्यानेजर हो नानी के त दासो देशको दाइ हो भनेको छ भनेको मतलब के हो त यहाँ दाम ल्याउँछु भनेको अनि अप्सनमा के छ भने साथीहरू अप्सनमा छ एउटा छ के छ भन्नुहोस् त अप्सनहरू पहिलो अप्सन के हो त यो भनेको यो पहिलो खान्जी चाहिँ के हो भने साथीहरू पहिलो खान्जी चाहिँ के हो भने खान्जु भन्छ खान्जु भनेको बिल हिसाब भयो ओगोरी भनेको के हो त ओगोरी भनेको खर्च आफूले बिहोर्ने त भन्नु बुझ्योले आफ्नो ठुलोले बिहोर्छ नि त खाइसकेपछि लगाएर ठुलो मान्छेसँग बसेर खाइसकेपछि सकेसम्म उहाँले व्यवस्था हुन्छ नि त त्यही भएर आजको खानपिनको कार्यक्रमको खर्च चाहिँ कसले साथी म्यानेजरले बिहोर्ने जस्तो छ भन्ने अर्थ भयो अर्को महत्त्वपूर्ण क्वेसनमा जाउँ इचिमान भन्छ होइन इचिमान एन त्यसपछि खान्जी साचु हो त्यसपछि के भन्यो त साथीहरू सेन एन साचु भन्दा छ नि अनि नानी कुदासाईमा सेनका भनेको छ भनेको 10,000 एनको नोटलाई के होइन त 10,000 एनको नोटलाई के त कुदासाईमा सेनका भनेको केही कुराको अनुरोध गर्यो कुजुसिते भनेको चाहिँ के हो भने ठुलो नोटलाई सानो नोटमा साटिदिनुहोस् भन्नु पऱ्यो भने कुजुसिते भनिन्छ हाबु इते भनेको के हो भने हटाउनु छोड्नु भने होइन यो चाहिँ के हो त साट्ने कुरा गरिरहेछ अब वाक्यले के भन्यो वाक्यले भन्यो कि 10,000 एनको नोटलाई 1,000 एनको साटिदिन्छु भन्यो के भनिरहेछ भने स्याउको हिँड्नु तोरी एरु भनेको के हो त तोरी एरु भनेको चाहिँ के हो भनेको साट्न आउँदाखेरि बेलामा चाहिँ खाना राजु नि ओ मत्ते किते कुदासाई भनिरहेछ अनि के पैसा साट्ने बेला चाहिँ सामान साट्ने बेला चाहिँ के लिएर आउनु भनेको त क्रेडिट कार्ड हो कि त्यसपछि रेसिप्ट भनेको रसिद हो कि रेजी भनेको चाहिँ क्यास काउन्टर पैसा दिने ठाउँ हो कि के हो त भनेको के हुन्छ त साथीहरू रेसिप्ट भनेको रसिद चाहिँ लिनु होला भनेको हुन्छ यस्तै महत्त्वपूर्ण भिडियोहरूको लागि तपाईँहरूको साथ सहयोग निरन्तर अपेक्षा गर्दछु थ्याङ्क यू सो मच एभ्री वान